राष्ट्रिय मावि स्थित मतदान केन्द्रमा एकजना युवा जेनजी पुस्तासँग कुराकानी गरिरहेका छौँ। तपाईँको परिचय दिनुहोस् न। मेरो नाम निरन कुमार श्रेष्ठ हो। हजुर, मतदान गर्नुभयो कि छैन तपाईँले? मतदान भइसक्यो मेरो। हजुर, अब तपाईँ अहिले युवा पुस्ता पनि हुनुहुन्छ होइन? हजुर। तपाईँले मतदान गरेको उम्मेदवारप्रति तपाईँको अपेक्षा के छ? के गरिदिए हुन्थ्यो भन्ने लागेको छ? अपेक्षा त अब आफ्नो भोट खेर नजाओस्, राम्रो होस् भन्ने चाहिँ सबैको इच्छा नै हुन्छ। आफ्नो मताधिकार राख्ने आफ्नो अधिकार हो। जुन अधिकार मैले म जेनजी हुँदा मेरो पुस्ताले जे चाहेको छ त्यो अनुसारको मत खसालियो पनि। अब परिवर्तन चाहन्छौँ हामीले। हामी जन्मिएदेखिबाट एउटै मान्छेलाई चाहिँ पटक पटक मन्त्री भएको देखाएको छौँ हामीले। अब चाहिँ जेनजीहरूको अस्तिको आन्दोलनले चाहिँ हामीलाई के पाठ सिकाएको छ भनेपछि परिवर्तन आउनु पर्यो, नयाँ पुस्ताहरूको हातमा देश जानु पर्यो भन्ने हुन्छ कि भनेपछि अब नयाँ पुस्ताले चाहिँ देश सम्हाल्नु पर्यो भन्ने चाहिँ सम्हाल्नु पर्यो। नयाँ पुस्ताले पनि चान्स पाउनु पर्यो र जेनजीहरूको इच्छा आकाङ्क्षाहरू बुझ्ने एउटा पुस्ता युवाको चाहिँ नि ऊ बुझ्ने चाहिँ युवाले नै हो नि त। जस्तै अब हाम्रो कतिपय कुराहरू हाम्रो बुवा आमाले बुझा हुँदैन, हाम्रो दिदीहरूले भाइहरू आफ्नो दाजुहरूले बुझा हुन्छ नि त। किनभने हामी एउटै पुस्ताको हुन्छौँ नि त होइन। त्यस्तै अहिलेको मत पनि परिवर्तनको लागि हो। जेनजीले जित्नुपर्छ, युवाले जित्नुपर्छ भन्ने धारणा हो। जस्तो तपाईँको जस्तै धारणा तपाईँका साथीहरूको पनि हो कि? साथीहरूको र हाम्रो यो जुन वडा नम्बर 9 को जुन जेनजी युवा पुस्ताहरूको बोली नै बोलिरहेको छु म। सबैको इच्छा परिवर्तनै हो। भनेपछि सबैको चाहिँ एउटै इच्छा छ। एउटै हो। के होला तपाईँले आशा गरे अनुसारको परिणाम आउला कि नआउला? आउँछ त्यो पक्कै हो। त्यसमा दुई मत नै छैन। भनेपछि आउन पर्यो पनि आउँछ पनि। तपाईँले हालेको मत खेर जाँदैन, नजाओस् पनि। भगवान्सँग यही प्रार्थना छ। अब तपाईँले भनौँ न, तपाईँले यदि हालेको उम्मेदवारले जितेर जानुभयो भनेदेखि त्यतिकै छोड्नुहुन्छ कि पछि निरन्तर खबरदारीहरू पनि गर्नुहुन्छ कि? त्यो त गर्नै पर्यो नि, खबरदारी गर्नु पर्यो। हाम्रो जेनजीहरूको माग राख्नु पर्यो। हाम्रो जेनजीहरू पुस्ताहरूले चाहिँ नि के चाहेको छ त्यो इच्छाहरू अनुरूप काम भएको छ कि छैन त्यो बुझ्नु पर्यो होइन। बुझेन भने खबरदारी गर्नु पर्यो। हामीले चाहेको के हो त्यो भन्नु पर्यो, राख्नु पर्यो। त्यही हो। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद। ओके, धन्यवाद।